Nepali-style lemon pickle. यसको चाहिँ आज हामी अचार बनाउँदै छौं। सबभन्दा पहिला यसलाई पखाल्सकेपछि यसलाई काटिसकेपछि यसको बियाहरू निकाल्ने। अब यसलाई हामी अचार बनाउँछौं। म हजुरहरुलाई देखाउँछु है त। तेलहरु तातिरहेछ। तोरीको तेल तातिसकेपछि हामीले यहाँ जिरा फुराउँछौं। त्यसपछि यहाँ हामी खुर्सानी फुराउँछौं, टिमुर फुराउँछौं, तोरी फुराउँछौं, त्यसपछि बेसार पनि फुराउँछौं। अब हामीले सबै कुरा यहाँ फुराछौं। त्यसलाई चलाउने। बेसार पनि हाल्यौं। अलि चलाउने। कागतीलाई ओइरिन्छौं। मजाले चलाउने। कागतीले मजाले चलाउने। मजाले एकदम चलाउने है त। जिराको धुलो पनि हाल्ने। नुन पनि हाल्छौं। यसलाई छोपेर एकछिन पकाउने। नसक्छ फेरि यसो हेर्दै चलाउँदै गर्ने। कस्तो राम्रो भन्छ है। अब चाहिँ यो पाक्न लागिसकेपछि अब हामीले यहाँ ज्यागरी हाल्छौं। चिनी हाल्दा पनि हुन्छ, तर हामीले चाहिँ ज्यागरी हाल्दैछौं। ल हाल्यौं। ज्यागरी पनि हालिसक्यो। यो चाहिँ नि स्वाद अनुसार हाल्ने। चिनी हाले पनि हुन्छ। चिनी भन्दा ज्यागरी राम्रो हेल्दी हुने भएको कारणले गर्दा चाहिँ हामीले ज्यागरी हाल्यौं। यो चाहिँ नि पाक्यो। अब हामीले यो चाहिँ नि स्टोभलाई बन्द गर्यौं। अब यसलाई चाहिँ सेलाउन दिने। सेलाइसकेपछि एकछिनपछि मेबी 1-2 घण्टापछि अनि हामी सिसीमा हाल्छौं। भयो ल बाई सबैजनालाई। थ्यांक यू फर वाचिङ।